गौशालामा आइरहेका छौँ। यो विद्यार्थीहरू थुप्रै यो विषय सम्बन्धी प्र्याक्टिकलहरू भएकाले हामी यहाँ पशु सम्बन्धी यहाँ पशुहरू थुप्रै छन्, त्यही भएर हामीले यहाँ केही केसहरू यहाँ बिरामी पशुहरूलाई चेक जाँच गरेर त्यसलाई औषधि उपचार गर्ने कार्य भयो र विद्यार्थीहरूले केही कुराहरू सिके पनि यहाँ आएर। अनि त्यसपछि अरू कुरा के छ भने यहाँ गौशाला खासै व्यवस्थापन छैन, खालि पशुवस्तुहरूलाई हुल्ने र भित्र छ यिनीहरूलाई चाहिने दाना पानीहरू आवश्यक पर्ने पोषक तत्त्व हुन सकेका छैन। हामी देख्न सक्छौँ यहाँ एउटा गाई मरेको छ अनि 2-3वटा त्यस्तै अवस्थामा थिए। लगभग हामीले विद्यार्थीहरूमा हामीले तिनीहरूको उपचार गऱ्यौँ। अब मैले भन्नुभन्दा पनि विद्यार्थीहरूले के कुराहरू सिक्यो भन्ने कुराहरू विद्यार्थीहरूलाई पनि सोध्न जरुरी छ होला। अलि व्यवस्थित बनाउनु पऱ्यो। यो भनेको पशु हुल्ने र यहाँ हत्या गर्ने मात्रै भयो गौमाताहरूको। हस्, धन्यवाद। ल, धन्यवाद सर। एकजनाहरू छन्, अब विद्यार्थीहरूले आफ्नो के क्रियाकलापहरू सिके, आज के सिके भन्ने एकजना विद्यार्थी हुनुहुन्छ। नमस्कार, म शिवराज चौधरी, भेटनेरी मेडिसिनको। आज मेरो लाई ट्याग लाउन र त्यसमा भिटामिन ट्याग लाउनु सँगसँगै गोरुलाई भिटामिन बी कम्प्लेक्स दिन सिक्यो। त्यसको लागि थ्याङ्क यू। उहाँले आफ्ना सिकेका कुराहरू बताउँदैछन्। हामीले चाहिँ छालामा, मासुमा लगायत सम्पूर्ण विभिन्न जति पढाइ भएको छ त्यही अन्तर्गत चाहिँ हामीले चाहिँ यहाँ औषधिहरू गर्न सिकेको छ। धन्यवाद। ल, अन्त्यमा के भन्न चाहनुहुन्छ सर तपाईँ? मैले के भने गौशालाको पक्षमा अब हामी त खास फाइदाको लागि विद्यार्थीलाई केही कुरा सिकाउनु भनेर यहाँ मैले यो गौशालामा आफ्नै नेतृत्वमा लिएर आयौँ होइन। हजुर। खासमा समयमा स्वास्थ्य अवस्था चेक जाँच गर्न जरुरी छ अनि यो गौशालाको अलि व्यवस्थित तरिकाले बनाउनु जरुरी छ। जस्तै यिनीहरूको दाना पानी खाने दुधको व्यवस्थापन चाहिँ अलि गतिलो भएको मैले देखेन। अब त्यहाँ पानी कयौँ दिनपछिको पानी त्यहीँ व्यवस्थापन छ, त्यो सामान्य रूपमा। अरू कुराहरू यो पशुहरूलाई यहाँ हुल्ने अनि यिनीहरूलाई चाहिने पोषक तत्त्वहरू छैन अनि पेटभरि खानको लागि आहारा पनि यिनीहरूले पाएको छैन। तर दुध दुहुने कार्य चाहिँ यिनीहरूलाई भइरहेको छ। तर त्यो दुध दुहुने कार्य भयो, जो पशुवस्तुबाट दुध उत्पादन हुन्थ्यो त्यो दुध उत्पादन चाहिँ बाछा बाछीहरूले पनि त्यसको केही खण्ड चाहिँ त्यो आफ्नो शरीर पाउनुपर्ने आवश्यकता छैन। तपाईँ हेर्नुहोस् यहाँनिर अब यो बाछा बाछी छ यहाँनिर, यो जन्मेदेखि यसले दुध गतिविधि। अब हामीले यसलाई भर्खरै यसको उपचार गऱ्यौँ। अब यसलाई यहाँ यसलाई अब यो एकदम कमजोर छ, उठ्न सक्दैन। यसलाई हामीले भर्खरै अब भिटामिनहरू दियौँ अनि यसको अवस्थाले गर्दाखेरि हामीले यसको लागि हामीले यसलाई सलाइन पनि चढाउनु जरुरी छ। तर यसले यति औषधि मात्र उपचार गरेर हुँदैन, यसले चाहिँ अलि दाना पानीहरू खान पाएको खण्डमा यो स्वस्थ हुने मैले देखिरहेको छु। हामी टाइममा विद्यार्थीहरूलाई सिकाउन यहाँ आइरहने हाम्रो कुराहरूलाई विद्यार्थी माझ गर्नुभयो, आफ्ना गुनासाहरू पोख्नुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। अहिले अब यसलाई व्यवस्थित यहाँ कर्मचारी पनि हामीले देख्यौँ होइन, नभएको होइनन्। अरू कुरा के छ भने यो त्यो व्यवस्थापन हुनलाई हामीले यहाँ कर्मचारी नगरपालिका स्यालेरी दिनुपर्ने जरुरी पनि देखेन मैले। कुरा के हो भने यही ठाउँमा यिनीहरूको मलमूत्रहरूलाई राम्रोसँग व्यवस्थापन गरेर यिनीहरूलाई बिक्री वितरण गर्ने अनि त्यसैको व्यवस्थापनले यिनीहरूलाई आवश्यक पर्ने दाना पानीहरू, घाँसपातहरू हामी सहजै त्यही पैसाले खरिद गरेर यहाँ काम गर्ने व्यक्तिलाई त्यो के गर्न सक्छु भने स्यालेरी दिएर मजाले व्यवस्थापन गर्न सक्छु। तर यहाँ के छ भने खालि बजेट बचाउ अभियान जस्तो मलाई लाग्यो, बाहेक चाहिँ यसको सुधार र व्यवस्थापनमा कुनै पक्षले ध्यान नदिए जस्तो लाग्छ मेरो बुझाइ। अब कसैले ध्यान दिँदाखेरि पनि पशुको यहाँ सङ्ख्या हेर्दाखेरि, पशुको अवस्था हेर्दाखेरि यो के छ भने एकदम नाजुक छ। त्यही भएर कुनै पक्षको यहाँ सरकारवाला पक्षको ध्यान नगए जस्तो लाग्छ।